नमस्कार साथीहरू। आज म एक प्राकृतिक सुन्दरता र अत्यन्तै रमाइलो दृश्यले भरिपूर्ण ठाउँ लिलिङकोटको बारेमा कुरा गर्न गइरहेको छु। लिलिङकोट चाहिँ हुङ्का, मियागाउँ, चिपुङ यो ठाउँको बिचमा पर्ने एउटा डाँडा हो। एकदम प्राकृतिक सुन्दरताले भरिपूर्ण डाँडा हो। यहाँ चाहिँ मान्छेहरू जाने, भिडियो खिच्ने, रमाइलो गर्ने जस्ता क्रियाकलापहरू म नेपाल हुँदा पनि गरिरहेको थिएँ र अन्य हामी क्युबासी, भिमादवासी, सम्पूर्ण तनहुँवासीहरू चाहिँ गइराख्नुहुन्छ, भिडियोहरू बनाउनुहुन्छ, फोटोहरू टिकटकमा पनि धेरै त्यो ठाउँको भिडियोहरू आइरहेको हुन्छ। फोटो खिच्नको लागि एकदम सुन्दर दृश्य देखिने, रमाइलो दृश्य देखिने ठाउँ हो। यो ठाउँ चाहिँ एकदमै रमाइलो छ। विगत केही 2-3 महिना यतादेखि सबैजना जाने, समस्या देखाउने, समाधान के भन्दा छैन, त्यो सिचुएसन भयो। 2-3 महिना यतादेखि अब के समस्याहरू मैले सामाजिक सञ्जालबाट देखेँ भन्दाखेरि त्यहाँ सिसा फुटाइदिने, रक्सी खाने वा पार्टी गर्ने, सिसा फुटाइदिने, अनि फोहोरहरू जता भाष्य फ्याँकिदिने। त्यहाँ अब ट्र्यास बिनहरू छ, त्यो कसैले मतलबै छैन। त्यहाँ अझ अलि पहिला चाहिँ त्यसपछि केही युवा साथीहरू चाहिँ मिलेर ल हामी हाम्रो गाउँठाउँ हामीले नै बनाउने हो, अब हामी गर्नुपर्छ भनेर लाग्नुभयो। उहाँले के विभिन्न गतिविधिहरू गर्नुभयो, राम्रो कुराहरू गर्नुभयो, उहाँलाई धन्यवाद नि दिन चाहन्छु। बोर्ड राख्नुभयो, डस्टबिनहरूको राख्नुभयो, अनि त्यहाँ चाहिँ त्यो डस्टबिनहरू फुटाइदिने, त्यो बोर्डहरू भाँचिदिने त्यस्ता क्रियाकलापहरू पनि भएको भनेर मैले चाहिँ सामाजिक सञ्जालबाट देखेँ। अनि मलाई बोल्न मन लाग्यो। यो अहिले हाम्रो किङको हट टपिकै यही विषयमै छलफल भइरहेको छ, कुरा भइरहेको छ। जहाँसम्म हुनुपर्छ, अब बहस गर्नुपर्छ, सबैजनाले यसको बारेमा आफ्ना धारणाहरू राख्नुपर्छ। कसरी संरक्षण गर्ने, के गर्न सकिन्छ, कसरी हाम्रो यसलाई अझै अगाडि बढाउन सकिन्छ, यसमा धेरै पर्यटकहरू ल्याउन सकिन्छ भन्ने कुराको चाहिँ अहिले बहस गर्न चाहिँ जरुरतै छ, गर्नु नै पर्ने अवस्था छ। अब समस्या चाहिँ त्यहाँ मान्छे आउनु हो, कदापि हुँदै होइन। उनीहरू आउनु भनेको चाहिँ हाम्रो अवसर हो। उनीहरूले गरेको जस्तो नराम्रो व्यवहार हो, अब आउने, सिसा फोडिदिने, जाने, यो त हाम्रो समस्या भयो नि त। यो समस्यालाई चाहिँ हामीले कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा म एकछिनमा छलफल गर्छु। म मेरो धारणा राख्छु। हामीले जोगाएनौँ भने, अहिले हामीले अग्रसरता लिएनौँ भने हामीभन्दा पछिल्लो पुस्ताले त प्रश्न त अवश्य गर्नेछ हामीलाई, र छोड्न पनि छोड्दैन। जस्तो किन लिलिङकोट यस्तो राम्रो ठाउँ हुँदा, यस्तो ठाउँ क्युमै हुँदाखेरि किन तपाईँहरूले संरक्षण गरिदिनु भएन? हाम्रो पुस्ताले अब के गर्ने? त्यो सिचुएसनमा अब पछिल्लो पुस्ता पनि पुग्न सक्छ। एकपटक सोचौँ है त। लिलिङकोट सफा छ, सुरक्षित छ, एकदम रमणीय दृश्य देखिन्छ। त्यो त जहिले पनि देखिन्छ, त्यहाँ जति नै फोहोर भए पनि रमणीय दृश्य देखिन्छ। पर्यटकहरू हजारौँ आउँछन्। त्यहाँ बाइक राख्ने, पार्किङ गर्ने ठाउँ हुँदैन। धेरैले रोजगारी पाइरहेका छन्, धेरैको फस्टाइरहेको छ। अब त्यसमा अझै मान्छेहरू आउँछन्, खर्च गर्न चाहन्छन् भने यो सोच्नुहोस्, हजारौँ मानिसहरू आइरहेका छन् प्रत्येक दिन भने। यो सपना होइन, यो सम्भव भविष्य हो। हामीले गर्न सकिन्छ, गर्न पर्छ र गर्ने हो। अब हाम्रो पुस्ताले नै यसको नेतृत्व लिनुपर्छ। मान्छेको व्यवहार समस्या होइन, कसै अशिक्षितताको कारणले कसैले के गर्यो होला, विभिन्न कारणले के गर्यो होला, उसँग हाम्रो कुनै सरोकारको विषय नै होइन। समस्या अब हामीले चाहिँ क्युबासीहरूले चाहिँ कसरी व्यवस्थापन गर्ने, कसले जिम्मेवारी लिने? मेनली समस्या भनेको व्यवस्थापन र जिम्मेवारीको कमी नै हाम्रो समस्या हो। यसलाई कसरी समाधान गर्न सकिन्छ भनेर पनि छलफल गरौँ। यो चाहिँ कृपया ओन्ली यो मेरो मात्र धारणा हो। मलाई चाहिँ के लाग्छ भन्दाखेरि त्यहाँ हामीले सिसिटिभी क्यामेरा राख्न सक्छौँ। कसरी सिसिटिभी क्यामेरा राख्न सक्छौँ र खर्च कतिको के स्रोत लाग्छ, कसरी गर्न सकिन्छ भन्दाखेरि हामीलाई सिसिटिभी क्यामेरा राख्नको लागि त्यहाँ एउटा बिजुली चाहिन्छ र अर्को इन्टरनेट चाहिन्छ। इन्टरनेट र इलेक्ट्रिसिटी मात्र, त्यति कुरा भयो भने चाहिँ हामीले त्यहाँ सिसिटिभी क्यामेरा राख्न सकिन्छ। अब त्यो चाहिँ हाम्रो गर्न कसरी सकिन्छ भन्ने कुरा हो। अब इलेक्ट्रिसिटी चाहिँ हामीले त्यहाँ इन्टरनेटको हामीले व्यवस्था गर्न सकिन्छ र इलेक्ट्रिसिटी पनि त्यहाँ नजिकको विद्यालय वा घरले हामीलाई इलेक्ट्रिसिटी दिन्छ भने चाहिँ
वा कुनै घरले हामीलाई इलेक्ट्रिसिटी दिन्छ भने हामीले त्यो घरको बिल तिरेर पनि त्यसलाई समस्याको समाधान गर्न सकिन्छ र त्यहाँ हामीले सिसिटिभी क्यामेरा राख्ने भन्ने मेरो एउटा पर्सनल धारणा हो। अब सिसिटिभी क्यामेरा कसले राखिदिने, कसरी राखिदिने, हामीले यसको लागि चाहिँ मेनली वडा नगरपालिकासँग चाहिँ समझदारी गरेर उहाँहरूले अब नीति तथा कार्यक्रममा पनि राखेर यसलाई मेन प्रायोरिटी गर्न भनेर हामीले एउटा निवेदन दिने र उहाँहरूले निवेदन स्वीकार्नुहुन्छ भन्ने चाहिँ मेरो धारणा हो। र उहाँहरूले पनि नगरपालिका वडालाई लिलिङकोट राम्रो हुँदैमा उहाँहरूलाई बेफाइदा भन्ने हुँदैन, सबैलाई फाइदा नै हो। हामी किउबासी भिमादवासी सबैलाई फाइदा नै हुने विषय हो। अनि सिसिटिभी क्यामेरा राख्दा चाहिँ हामीले 7 दिनको ब्याकअप राख्ने। त्यहाँ कस्तो गर्ने भन्दाखेरि त्यहाँ लिलिङकोट, छिपुङ, हुङ्का युवा साथीहरूको त्यहाँ एउटा समिति जस्तो बनाएर उहाँहरूलाई एउटा जिम्मेवारी दिने र उहाँहरूले जिम्मेवारी पनि निर्वाह गर्नुहुन्छ। उहाँहरूलाई त्यो एकजना कसैलाई राखेर त्यसको ब्याकअप हेर्ने सिस्टम बनाउने। अनि यसको लागि चाहिँ हामीले नेपाल प्रहरी र वडा कार्यालयसँग उहाँहरूसँग छलफल गर्ने र उहाँहरूसँग साझेदारीमा पनि अघि बढ्ने। जस्तो कोही आएर त्यहाँ सिसा फुटाउँछ भने त्यसलाई हामीले कारबाहीमा ल्याउने, कस्तो स्ट्रिक्ट फाइन सिस्टम पनि बनाउने। अब हामीले सिसिटिभी क्यामेरासम्म हामीले 7 दिनको ब्याकअप हुन्छ, 7 दिनसम्म त हामीलाई त्यहाँ यस्तो घटना घट्यो, कसैले फोहोर ट्रासबिनमा राखेन भने चाहिँ त्यो हामीले हेरेर त्यो मान्छेलाई नेपाल प्रहरी र वडा कार्यालयसँग साझेदारीमा त्यो मान्छेलाई कारबाही गर्ने। अनि कारबाही त्यो मान्छेले फाइन तिर्न चाहँदैन भने चाहिँ अब अरू व्यवस्था पनि गर्न सकियो। कुनै एउटा उपाय अपनाउने, जसरी लोकल युथ भोलिन्टियरहरू बनाउने। अब लोकल युथ भोलिन्टियर भन्ने बित्तिकै को बस्छ गाउँमा, कसले गर्छ, त विदेशमा बसेर चाहिँ बढी बोलेर हुन्छ भन्ने होइन। अब गाउँमा हुने साथीहरूले गर्ने। अब हामी विभिन्न परिस्थितिवश विदेश आइयो, अब यो चाहिँ गर्न सक्नुपर्छ। विभिन्न अब त्यहाँ कस्तो भन्दाखेरि अवेरनेस बोर्डहरूमा फोहोर नफालौँ जस्ता विभिन्न किसिमका बोर्डहरू पनि राख्ने। अब यसको खर्च कति लाग्छ त खर्च सिसिटिभीमा, यो सिसिटिभी क्यामेरा राखेर यति गर्नको लागि लाग्ने भनेको 30,000 खर्च हो। 30,000 खर्च अलि धेरै, अब अलि राम्रो नै बनाउने गर्ने नै हो भने चाहिँ 1 लाखसम्म खर्च लाग्ला। अब 1 लाख खर्च भनेको चाहिँ हामीलाई वडा वा नगरपालिकाले दिन अवश्य सक्छ, दिनै पर्छ, दिन सक्छ। वडाको नीति तथा कार्यक्रमको बारेमा अर्को भिडियोमा बनाउँला, कसरी गर्न सकिन्छ भनेर, कसरी हाम्रो नीति तथा कार्यक्रमहरू नगरपालिकाको के सेक्टरमा कसरी गएको थियो भन्ने कुरा पनि म त्यो अर्को भिडियोमा बनाउँला। तर हामीले यो गर्न सकिन्छ। अब हामीले सामान्य तरिकाले गर्ने हो भने चाहिँ जस्तो 30-35 हजारमा यो कुरा गर्न सकिन्छ। अब 30-35 हजार कहाँबाट ल्याउने, हामी युवाहरू मात्रै मिलेर गर्न भन्दा हामी जुन युवाहरू छौँ नि विदेश, गाउँमा हुनेले त्यहाँ गएर काम गर्ने हो, हामीले केही आर्थिक सहयोग गर्ने हो, हामीले आर्थिक सहयोग गर्ने हो। जस्तो अब मैले पनि त्यस ठाउँको लागि चाहिँ केही आर्थिक सहयोग गर्न अवश्य सक्छु। अर्को साथीले सक्नुहुन्छ, अर्को साथीले सक्नुहुन्छ, अर्को साथीले सक्नुहुन्छ। हाम्रो लागि 30-40 हजार 50 हजार उठाउनको लागि चाहिँ गाह्रो समस्या हो जस्तो लाग्दैन। हामी गर्छौँ, म पनि गर्छु, मै गर्छु। र यदि तपाईँहरूले त्यो ठाउँको जिम्मेवारी दिनुहुन्छ भने चाहिँ मैले मान्छे पनि टोटल्ली जिम्मेवारी लिने मान्छे पनि खोज्न सक्छु। म आफै पनि गर्न सक्छु, म गर्छु। तर त्यहाँ कुनै गर्ने शर्त भनेको चाहिँ एउटा शर्त चाहिँ हुनुपर्छ। जस्तो इलेक्ट्रिसिटीको व्यवस्था गरिदिन सक्नु पऱ्यो। त्यहाँ अब अलि एउटा सानो ठाउँ चाहिँ हार्ड डिस्कहरू राख्नको लागि, त्यसको ब्याकअपको लागि नजिकै हार्ड डिस्कहरू राख्नको लागि चाहिँ त्यहाँ केही सामानहरू राख्नको लागि चाहिँ त्यो व्यवस्थापन गरेर दिने ठाउँ चाहियो। र इन्टरनेट त्यति सुविधा दिनुहुन्छ भने सिसिटिभी क्यामेराको लागि तपाईँहरूले सिसिटिभी क्यामेरा हामी नै जोड्छौँ भन्ने हो नि। भोलि तपाईँहरूको घरमा सिसिटिभी क्यामेरा ल्याइदिन सक्छु। भोलिपल्ट लिलिङकोटमा सिसिटिभी क्यामेरा आउँछ, 4वटा सबै उपकरणसहित तपाईँहरू जोड्ने कोही हुनुहुन्छ भने सकिन्छ। यति कुरा चाहिँ अब हामीले गर्नै पर्छ, गर्ने नै हो। वडाले अब यो चाहिँ अलिकति टाइम दिउँ, वडाले गर्छ भन्ने आशा गरौँ। अनि वडाले गरेन भने हामी गर्ने। म नेतृत्व लिन्छु। त्यहाँ बसेर म नेतृत्व लिन सकिनँ, पैसाको जिम्मेवारी पैसा भएन भन्ने कुराको चाहिँ हुँदैन। तपाईँहरू ढुक्क बस्नुहोस्, काम गर्नुहोस्। 30-35 हजार 20-25 हजारको 20-25 हजारले मेरो ठाउँ बन्छ भने हामी त्यसको लागि पछि हट्दैनौँ। हामी हिजो अस्ति कुनै समय हामी थिएनौँ, हामी गाउँमै थियौँ, हामीसँग पैसा हुँदैन थियो होला, हामीसँग समस्या थियो। तर अहिले समाधान पनि छ र गर्ने पनि हो।
अब तपाईँहरूले त्यहाँ गएर झगडा गरिदिने विभिन्न किसिमको त्यो कुरामा अब गर्न नसकिने कसैले बाधा अवरोध पुऱ्याउँछ भने चाहिँ अब गर्न सकिन्न। त्यो गर्छु भनेर नि पुऱ्याउँदैन। कोही मान्छे असन्तुष्ट हुने आउने गाली गर्ने होला के होला त्यो अब विभिन्न त्यहाँ झगडा भइरहेको छ त्यो जग्गाको विषयमा भन्ने पनि त्यो मैले सुनिरहेको छु। त्यो कुरा मलाई एक्ज्याक्ट पनि थाहा छैन। यदि त्यस्तो हुन्छ भने चाहिँ त्यो हामीले गर्न पनि सकिन्छ सकिन्न यो कुरा चाहिँ छलफल गरौँला, बहस गरौँला। के गर्दा अझ राम्रो उपायहरू पनि हुनसक्छ। अझै धेरैजना साथीहरू हुनुहुन्छ, उहाँहरू साथीहरूको पनि कुरा सुनौँ, कसले राम्रो कुराहरू बहस गरौँ। अब बहस गर्ने समय आएको छ। अब कसरी बनाउने, कसरी गर्ने, यो हाम्रो गौरवको। आज हामी पछि हटौँ भने भोलि पछि हट्नुपर्ने छ र हामी यो ठाउँलाई मात्रै बनाइयो भने हाम्रो ठाउँ बन्ने हो, एकजना व्यक्ति बन्ने होइन। यो कुरालाई चाहिँ हामी सबैले ध्यानमा लिनुपर्छ। अब सुन्दर ठाउँ बनाउन गाह्रो होइन, तर त्यसलाई जोगाउन चाहिँ हाम्रो जिम्मेवारी चाहिँ हुनुपर्छ। अब जोगाएर अब यत्रो कुरा गर्ने अनि म गएर सिसा फोडिदिएँ, ड्याम 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 रक्सी खायो, सिसा फोडिदियो, हिँड्यो, अनि त्यो त मेरो जिम्मेवारी भएन। सबै हामी नागरिकहरू जिम्मेवारी वहन हुनुपर्छ। यदि हामीले आज यो कदम चालेनौँ भने भोलि लिलिङकोट चालेनौँ भने हामी पछुताउनुपर्छ र चाल्यौँ भने चाहिँ भोलि लिलिङकोट किउँको गौरव बन्न सक्छ। अहिलेको जमानामा टिकटक छ, जसरी टिकटकमा हामी गएर भिडियोहरू त्यो ठाउँको भिडियोहरू हालेर हाम्रो त्यो आउँछ नि दृश्यहरू, त्यो दृश्यहरूको भिडियो हाल्यो भने भाइरल हुन गाह्रै छैन। मान्छेहरू जस्तो पहिला मानुङकोटको कसैलाई पनि थाहा थिएन, 81 भाइरल भयो त्यहाँको बादलहरू। मानुङकोटको जत्तिको दृश्य हाम्रो लिलिङकोटमा पनि छ र हामीले गर्न सक्छौँ जस्तो मलाई लाग्छ। यो भिडियो चाहिँ मैले यसैको लागि बनाएको। हामी युवाहरू मिलेर गरौँ, हामीले नै यो गर्ने, अरू कोही आएर गरिदिँदैन। तर एकपटक हामी नै पहिला अगाडि बढ्नुभन्दा पनि पहिला ओडाले गऱ्यो भने चाहिँ राम्रो हुन्छ। ओडालाई पनि धन्यवादको पात्र पनि बनाउन सकिन्छ। यो चाहिँ मेरो सल्लाह हो, सुझाव हो। अब सल्लाह सुझाव तपाईँहरूको पनि हुनसक्छ। सेयर गरौँ आफ्नो समस्याहरू र हामी अब अगाडि बढौँ, पछि नहटौँ। अब हामी नै हो भन्नको लागि यो भिडियो बनाएको। अहिलेसम्म हेरिदिनु भयो, हस्, धन्यवाद।